गाइज अहिले वैशाख जेठमा चाहिँ मङ्सिर लाए जत्तिकै भएको छ। मकै थन्काउने काम भइरहेछ अहिले। असोज कार्तिक मङ्सिरको आसपासमा धान थन्काए चाहिँ वैशाख जेठमा चाहिँ हाम्रो यी मकै थन्काउने बेला छ। यो चाहिँ किसानको सुन, यसलाई चाहिँ किसानको सुन भनेर भनिन्छ। मकै पहेँलो सुन आँगनभरि सुन जस्तै मकै। ल गाइस, यो चाहिँ हाम्रो बेचबिखन हुँदैन, सबै हाम्रो गाईलाई खुवाउने कुराहरू हुन्छ। त्यसपछि दुध एकदम मिठो। माताजी एकदम कसेर लगाइसकेको छ। यता सिस्टर पनि एकदम कसेर लगाइसकेको छ, शिला खोज्दै हुनुहुन्छ। यसरी चाहिँ मकै थन्काउने काम भइरहेको छ। मौसमले पनि उत्तिकै च्यालेन्ज दिइरहेछ। यो अस्ति नै थन्काइसक्नु पर्ने, पानी परेको भएको भएर यो पटक चाहिँ अलिकति गाह्रै भयो हामीलाई खेती गरेर खानलाई। बडो कष्ट छ, गाह्रो छ। ल गाइस।